तपाईँले यो स्ल्याबको हाइट कति राख्ने भनेर चाहिँ मार्केटमा सोध्नुहुन्छ भने 32 इन्च भन्नुहुन्छ। सबैका लागि 32 इन्च त नहोला। म 6 फिटको छु, मलाई एक किसिमको चाहिँ हाइट चाहिएला। मेरो बुढी चाहिँ 5 फिटको छ, एउटा हाइट चाहिएला। कोही 5.5 फिटको होला। आवश्यकता अनुसार चाहिँ तपाईँको कस्तो हुन्छ भने मैले हाइट कम गरिदिनु, मैले बेन्ड हुनु पऱ्यो भने मेरो चाहिँ ब्याकबोनको समस्या हुन्छ। लामो समय भान्सामा काम गर्दा ब्याकबोनको समस्या हुन्छ। त्यो कारणले गर्दा के हुन्छ भने यसको हाइट निकाल्ने एउटा थ्योरिटिकल कुरा गर्नुहुन्छ भने यो एल्बो जुन हुन्छ, एल्बोको हाइटबाट चाहिँ 2 देखि 4 इन्चको हाइटमा राख्नुपर्छ भनेर भन्छ। अब सबैले एल्बोको हाइट नापेर बस्दैनन्। त्यो कारणले गर्दा आफ्नो हाइट सबैलाई थाहा हुन्छ। जसरी 5 फिटको मान्छेलाई 5 फिटको हाइट थाहा हुन्छ, 6 फिटको मान्छेलाई 6 फिटको हाइट थाहा हुन्छ। त्यो भयो भने तपाईँको हाइटलाई चाहिँ 2 ले भाग गर्ने र त्यसमा चाहिँ 2 देखि 3 इन्च, एभरेजमा 2.5 इन्च जोड्नु होला। जसरी म 6 फिटको मान्छे छु भने 6 फिट भनेर चाहिँ कति हो, 72 इन्ची। 72 इन्चीलाई चाहिँ आधा गर्नुहुन्छ भने 36 इन्च भयो। 36मा मैले 2.5 इन्ची जोड्नु पऱ्यो। 36, 37, 38, 38.5 इन्च चाहिँ मैले स्ल्याबको चाहिँ टोटल हाइट, फिनिस हाइट राख्नुपर्ने हुन्छ। कोही मान्छे मानव 5 फिटको छ भने 5 फिट भनेको 60 इन्च भयो। 60लाई चाहिँ तपाईँले 2 ले भाग गर्नुहुन्छ भने 30 इन्च, त्यसमा चाहिँ 2.5 इन्च जोड्नुहुन्छ, 32.5 इन्च। त्यो कारणले गर्दा चाहिँ महिलाहरूको एभरेज हाइट चाहिँ तपाईँ भनौँ न 5 फिट 3 इन्च जस्तो हुन्छ भन्ने खालको के भएको हुनाले तपाईँको 32 देखि 33 इन्च राख्नुपर्छ भन्ने खालको आएको हो। त्यसैले अब तपाईँको मानव श्रीमती अथवा भान्सामा काम गर्ने मान्छे 5 फिट 3 इन्चको छ भने कति हाइट चाहिन्छ कमेन्ट गर्नु होला। हस्, धन्यवाद, नमस्ते।